गाइस वेलकम ब्याक। आज हामी के सब्जी खाने रे? मासु के को मासु? कुखुरा। सो गाइस आज हामी कुखुरा मासु खाने हो अनि कुखुरा मासु बनाउने हो। मेरो हेल्पर आज को छ? अक्षित। सो आज गाइस मेरो हेल्पर अक्षित छ। हेयरस्टाइल कस्तो देख्दैछ गाइस कमेन्ट गरेर भनिदिनु। अब गाइस म देखाउँछु चुलामा बनाउने हो आज चाहिँ मिठो पाराले। सो चुला देखाउँछु फर्स्ट। ओके गाइस यसमा बनाउने हो मासु। गाइस कोलाई थाहा छ, थाहा हुने मान्छेलाई त थाहा छ होला, थाहा नहुने मान्छेलाई चाहिँ आज यो हाम्रो चुला हो है गाइस। यो के हो भन्दाखेरि म भन्छु अहिले त देख्दाखेरि के होला जस्तै लाग्दैछ होला गाइस। सो यो बियरको बोतल हो, यो पनि बियरको बोतल हो। अनि हामीले यहाँ भित्र हालेको चाहिँ यस्तो भुस हो। भुस देख्नुहुन्छ भुस। यो के भन्छ मिलबडी त्यो दाउराहरू काटेको मिलबडी कार्पेन्टर हाउसबडी काठको धुलो हो गाइस हो। अनि यसरी बनिन्छ गाइस। यो खाद्नुपर्छ माथिबाट एउटा स्पेस बनाएर यसरी होल बनाउनु पर्छ, तलबाट हाल्नुपर्छ अनि यो खाद्नुपर्छ भुसलाई मजाले। अनि गाइस यो कति चल्छ भने चाहिँ हामी ग्यास पनि छ, तर ग्यासमा भन्दा यसमा मिठो हुन्छ अनि फारो हुन्छ ग्यास हो। अक्षित भाइ के गर्दैछस् त? लसुन केलाउँदैछस्। आज मासु खाने हो है। सो म यहाँ गर्नेछु गाइस अब हो। गाइस अहिले म देखाउँछु यहाँ कसरी भात पाक्दो रहेछ। तिमीहरू पनि यस्तो बनाउनु मन छ भने मलाई सोद्धा हुन्छ है कमेन्टमा, म भनिदिन्छु। गाइस अब यसलाई निकाल्ने बेला भयो। खाद्य होइन निकाल्दा डाइरेक्ट ननिकाल्नु होला, यसरी घुमाएर आस्ते आस्ते, किनकि डाइरेक्ट निकाल्यो भने यो खाद्यको फुट्छ कि गाइस। त्यही भएर यसरी घुमाएर हो आस्ते आस्ते यसरी घुमाएर निकाल्नु पर्यो यसलाई। अनि निकाल्दाखेरि यसरी होल हुन्छ। होल हुँदाखेरि तल केही छैन जस्तो लाग्छ नि। अब यो बोतललाई निकाल्दाखेरि देखिन्छ गाइस, हेर्नु ल। अब आरामले निकाल्नु पर्छ फेरि बोतल चाहिँ, नभए त तल ल तलको बोतल पनि निकालिसकेको छ। सो गाइस अब यहाँ निचे आगो लाउने हो। यो भुस आरामले जल्दै भात पाक्छ, सब्जी पाक्छ, अरू के पाक्छ हो। यहाँ तल एउटा आगो चाहिँ लगाइदिनु पर्यो अनि एउटा दाउराले जति हुन्छ गाइस हो। सो अब लसुनहरू केलाइसकेको छ भाइले। अब म यहाँ जलाउने तरखरो गर्नु पर्यो गाइस। बसिराख्नु, म अब अहिले फेरि अपडेट गर्नु पर्ला हो। यस्तरी बल्दो रहेछ यो चाहिँ पुरा फ्लेममा हो, हाई स्पिड।